नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल आफ्टर सो लङ टाइम। आज चाहिँ म भिडियो बनाउँदैछु। अलिकति कन्टेन्ट लेभल पनि मेरो हराइसकेको छ होइन, धेरै पछि आज भिडियो बनाएर। तर धेरै पछि भिडियो बनाए पनि आज एकदमै स्पेसल डे हो। सो गाइज, आज चाहिँ म एकदमै एक्साइटेड छु। अनि त्यसपछि आज चाहिँ कति धेरै दिनपछि नि म भिडियोहरू बनाउँदैछु। अनि आज चाहिँ एकदमै स्पेसल डे हो, मेरो आपा र आमाको चाहिँ जन्मदिन हो। स्पेसल एकदमै हुन्छ नि जन्मदिन, त्यसमा पनि हाम्रो आपा र आमा चाहिँ सँगै जन्मिनु भएको एउटै दिन, घन्टाको मात्रै फरक हो। सो दुईजनाको चाहिँ 61औं वर्ष लाग्नु भएकोमा यहाँनिर त्यसको उपलक्ष्यमा हामी चाहिँ बर्थडेको तयारी गर्दैछौँ। सो अब चाहिँ बर्थडे मनाउने एकदम धुमधाम तयारी हुँदैछ। सो मेरो आपा र आमालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना। अनि म चाहिँ एकदमै ब्लेस फिल गर्छु। अनि अहिले चाहिँ आपा र आमा 61औं वर्ष लाग्नुभएको छ, त्यसको उपलक्ष्यमा हो। सो म चाहिँ एकदमै खुसी पनि छु। अनि आजको जन्मदिन मनाइदिनु बाबा आमाको यस्तो खुसीको दिनहरूमा एकदमै सामेल हुनु पाउँदा एकदमै खुसी छु। सबै कुरा तयारी हुँदैछ। यतातिर मासतिर खानेकुराहरू पाक्दैछ। यता चाहिँ यहाँनिर चाहिँ हाम्रो फुलहरू यहाँ बुन्सरले बुनेको अरे। लु बुन्सरी जन्मदिनको शुभकामना दिएर त अहिले अब लगाइदिनु त जन्मदिनको शुभकामना। नमस्ते यहाँहरू सबैले मेरो तर्फबाट पनि, जसले चाहिँ तना राईको च्यानल हेरिरहनु भएको छ उहाँहरू सम्पूर्णलाई मेरो तर्फ नमस्कार। म चाहिँ यहाँ आज प्राविधिकको काम गर्दैछु, जन्मदिनको शुभकामना गीतहरू बजाउनको लागि। केही बेरमा चाहिँ हाम्रो यहाँ गीतहरू बजाउँदै हामी एकदम रमाइलो गर्नेछौँ। तपाईँहरूले पनि एकदम इन्टरटेनमेन्ट गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु। शुभकामना साथमा अब शुभकामना त अब अहिले त मुखले मात्रै भन्ने हो, जुन एकछिनमा चाहिँ हामीलाई विधिवत रूपमा हुन्छ नि त। त्यो भएर अलिक बाङ्गो भयो, विशेष त गर्नुपर्छ। मैले समाजलाई राम्रो आउँछ होला। म त एकदम प्राविधिक काम गर्नेछु, डिजेको काम गर्नेछु। यहाँहरू सबैजना आइराख्नु भएको छ यतातिर। विशेष गरेर यो हाम्रो यो मञ्च बनाएको छौँ, यो मञ्च एकदमै के भन्छ हेर्न लायकको छ। फुलहरू 61 वर्ष पुरा हुनुभएको अवसर होइन यो चाहिँ। 61 वर्ष पुरा भएर चाहिँ 62 वर्ष लाग्नु भएकोमा सबैजना आइराख्नु भएको छ। खानेकुराहरू पाकिरहेको छ। यता उहाँहरूलाई चाहिँ यता राखिराख्नु न, अनि ब्लकमा आउँछ त हामी एकछिनमा अब। सो यहाँनिर चाहिँ हाम्रो अचार रहेको छ, एकदमै दामी छ अचार चाहिँ है। अनि यहाँ सलाद छ। हामीलाई न बर्थडेको शुभकामना दिनु त नाना, बर्थडेको शुभकामना खोइ दिनु भएको। आजको एउटा स्पेसल चाहिँ के कुरा छ भने आमाले त म देखाउँछु खोइ कहाँ राख्नु। आमाले चाहिँ आपालाई सरप्राइज दिँदैछ गाइज। आपाको रियाक्सन कस्तो हुन्छ होइन। हाम्रो आपाको चाहिँ सपना थियो, एउटा सुनको औठी लाउने सपना थियो। अनि त्यो सपना चाहिँ आपाले चाहिँ आमालाई लगाइदिनु खोज्नु भएको छ। त्यो कुरा चाहिँ थाहा छ, तर आमाले आपाको लागि किनिदिएको औठीको चाहिँ थाहा छैन आपालाई। आपालाई झन् ठुलो बनाइदिनु भएको छ आमाले, त्यो चाहिँ सरप्राइज छ गाइज होइन। आपाको रियाक्सन कस्तो हुन्छ हेरौँ। आमाको लागि चाहिँ एउटा सादा बनाएको छौँ रिङ, आपाको लागि चाहिँ बेरुवा बनाएको छौँ अर्को ठुलो। सो यसको लागि चाहिँ म एकदमै एक्साइटेड छु। हाम्रो आपा र आमा चाहिँ एकअर्कामा रिङ लगाइदिनु हुन्छ, तर आपालाई चाहिँ थाहा छैन। आपालाई सरप्राइज दिनु भएको आमाले, आमाको लागि चाहिँ थाहा छ। त यहाँनिर छ गिफ्ट चाहिँ यही हो आमाको लागि। यता हेर्नु आमाले दिएको गिफ्ट मेरो चाहिँ है यही हो भनेर। हाम्रोमा चाहिँ एकदम ब्युटिफुल हुनुभएको छ। यो बान्नु पर्छ कि नबान्नु? बान्नु पर्दैन, राम्रै देखेको होइन। सो गाइज हाम्रो चाहिँ यहाँ रेडी भइसकेको छ। यहाँ केक ह्याप्पी बर्थडे टु यु आपा आमा लेखिदिएको छ। अलिकति यहाँ चाहिँ केक अलिकति बिग्रेको अवस्था, यहाँ चाहिँ 61 छ। हाम्रो आपा चाहिँ यहाँ रेडी भइराख्नु भएको छ। अब यता हाम्रो आमा हुनुहुन्छ। आमा यता बस्नु। गाइज अब चाहिँ हाम्रो केक काट्नु लागेको छौँ यहाँनिर रेडी गरेर। यो कसले हान्ने सुरुमा त हान्ने हेर्नु। यहाँ खानेकुरामा नपर्ने गरी हान्नुपर्छ ल। अलिक यता 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 पछाडि यता भिडियोमा आउने गरी। अहिले यो चाहिँ होइन, एकछिनमा हामी यहाँ यहाँ लाइटर पारिदिन्छौँ। अनि तपाईँहरू यसो गर्ने, यसरी दुईवटा हात यसरी यसरी झिरिरी पार्ने क्या। आफै झिरी हुन्छ, यसरी मात्रै हल्लाउने मात्रै हल्का। यहाँ चाहिँ आमाले बाल्दै हुनुहुन्छ। दियो
दियो बाल्नु भयो आमाले ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे यहाँ खोइ त भइसक्यो त्यो गीत फेरि रि गर्नु त ह्यापी बर्थडे फेरि बजाउनु न ए भयो भयो लु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे लु अब केक काट्नु यहाँ छ दुईटा चक्कु एक एकवटा आमा यहाँ लु ल केक काटेर एकअर्कालाई खुवाइ खुवाइ गर्नु न यो दुईजनाले फुक्नु दुईजनाले सँगसँगै फुक्नु पहिला फुक्नु फुकेर अफ गर्नु ताली 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 लु फेरि ह्यापी बर्थडे भन गाइज ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर आप्पा आमा ह्यापी बर्थडे टु यु अब एकअर्कालाई माला लगाइदिनु अब यहाँ टोपी लगाइदिनु आमा सुरुमा होइन यही हो ल ताली पिटौँ गाइजहरू लु हाम्रो अब हिरो ल ल लु अब माला उल्टो पारेर आमा उल्टो भयो हो त्यताबाट लु पिटो ताली पिटो बजाइराख्नु ए भो छोड्दिनु अब लु आपाको पालो लगाइदिनु यो सिलाएको राम्रै छ त लु ताली ताली लु अब लु यहाँ चाहिँ मेरो बनिएको गिफ्ट रहेको छ भन्नु एकछिन है त यो चाहिँ मेरो गिफ्ट हो आमाको लागि यो झोला चाहिँ लु यहाँ झोलाभित्र के होला यहाँ खोलेर हेरौँ यता पनि छ सुरुमा आमा त्यही लगाइदिने कि यो लगाइदिने आपालाई सुरुमा आपाले दिने लगाइदिनु न त लु घडी 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 हजुर लगाइदिनु घडी लु लु फोटो पनि खिचिदिनु ल त्यहाँबाट घरिघरि लु यहाँ कसको हो यो चाहिँ अर्को चाहिँ यहाँ चाहिँ के छ हेर्नु है गाइज यहाँ के आउँछ पढिदिस यहाँ चाहिँ माल झिक्दिँदै डरो ताली आपालाई हो यो चाहिँ आपालाई सरप्राइज लगाइदिएको मेरो बुढोलाई औँठी लगाइदिएको है यतिको चाहिँ हुनु पर्यो है आपाको पालो आपाले अब लगाइदिनु हुन्छ त्यो दिनु न आपाले अब आपाले खोइ त खोलेर बुनु खोलेर खोल न अर्कोपट्टि हौ त्यसरी त्यो त होइन क्या हौ त्यो त पार्न घुमा घुमा हो त्यसरी लु लु आपा आमामा यसलाई त यहाँ कति परेछ भन्ने कुरा के त भने
देब्रे हात यो चाहिँ कसरी गरेको बाबै आमालाई आफूलाई लगाइदिनुको हामी एकै दिनको दुईजना भएकोले गर्दाखेरि अनि मेरो श्रीमतीको लागि चाहिँ मैले अघिदेखि सम्झिरहेको थिएँ। आज जति पनि हाम्रो 61 वर्षको पार भइसकेको बेलामा चाहिँ यो 2 दिन भए 3 वर्षबाट जीवनमा रमाइलो सम्झना थियो अनि लगाइदिने मन थियो र आज यो इच्छा पुरा अनि यो चाहिँ के भने मेरो लागि चाहिँ अब हामी पहिले पनि जन्म पनि हाम्रो सँगैको भएको रहेछ अनि कर्मकाण्डले त्यस्तै हामी सँगै जन्म सँगै अब हलजोडी भयो। बाबाआमाले खोजेर हेरेर रोजेर गराउँदाखेरि ठ्याक्कसँगले जिन्दगीमा पुगिएको छ। त्यसो भएकोले गर्दाखेरि अब मेरो जीवन साथी सँगै जन्मिन्छ सँगै कर्म भयो। हाम्रो यो अस्थायी जीवन अस्ताउँदाखेरि पनि सँगै भरसके अस्ताउनु पाइयोस् अनि मेरो जति पनि भएको नलनाता इष्टमित्रलाई भन्ने सुन्ने गराउने मेरो चाहिँ चाहना यो एउटा उदाहरणसहित होस् भन्ने धारणा चाहिँ कसरी लियो भने अब बालबच्चा पनि छोराछोरीले अथवा छोरा बुहारी छोरी ज्वाइँ सबै दिन अब उमेरमा त सकिन्छ तर वृद्ध भए बेला सबैभन्दा सुख शान्तिको लागि सहारा जीवन साथी नै रहेछ। अर्को कुरा भनेको के छ भने अब हामी सक्दा त जे पनि गर्न सकिन्छ तर वृद्ध भइसकेपछि ठुलो सहारा भनेको अर्का छोरा अर्का छोरी रहेछ। त्यस कारणले गर्दाखेरि अरू मेरो बालबच्चाहरूमा पनि र कुनै नौनाता इष्टमित्रमा पनि यही उदाहरण होस् यो चाहिँ कसैले पनि नभुल्नु होला भन्ने मेरो सबै मेरो आफन्तजनहरूमा सबै माथि मेरो अनुरोध छ। यो कुराहरूको लागि कसैले ख्याल नसम्झनु होला। कसैले चाहेर पनि हलजोडी आफ्नो यसरी प्रकृतिले भेट गराएको हुँदैन। त्यसमा पनि कसैलाई दुःख लाग्दो पनि छ। अब हामी चाहिँ भने किनभने पहिले प्राकृतिक नै जोडिएको जस्तै नै हामी हेरेर हलजोडी नै छोडेछौँ। अहिलेसम्म हामी अब 61 वर्ष पार गर्न लागेको समयसम्म हलजोडी साथै छौँ भने हामीले एकदम खुसी मान्नुपर्ने अवस्था छ। बालबच्चाहरू सबै हुर्किएको छ हामीलाई सुख सम्पन्न सम्झनु पर्ने होला। कसैलाई चाहेर पनि हलजोडी साथै छैन। कसैको बिछोड भएको छ प्राकृतिकले बिछोड गराएको छ कि अथवा आफूले उमङ्गले बिछोड भएको छ कि विभिन्न किसिमको कारणले पनि मान्छेलाई कुरा त आफूले भुलिरहेको मान्छेहरूलाई थाहा छ। हाम्रो त्यो भुल्नु परेको छैन। अहिलेसम्म हामी एकदम खुसियालीमा बस्नु पाउने हाम्रो भाग कर्म अहिलेसम्म राम्रै देखिएको छ। त्यसको लागि एउटा रमाइलो भेटघाट पनि छरछिमेकी सबै नौनाता इष्टमित्रहरूलाई एकछिन कष्ट गरिदिनु होला भनेर चाहिँ यो उदाहरण हजुरहरूलाई सबैलाई दिँदै हामी दुईजनाको दम्पती जीवनलाई पनि आशीर्वाद दिनुहुन्छ भन्ने आशा राख्दै मेरो उदाहरणको कार्यक्रम यही म अहिलेको लागि बिसाएँ। ताली यता हेर्नु जन्मदिनको धेरै धेरै शुभकामना मेरो आमालाई मेरो आमालाई पनि सुरु भयो क्या दाइ अब लु अब हाम्रो कुमार दाइको पालो छ यता
यदि खान्न त पूजा छ होइन त्यही आपालाई खुवाइदिनु न त्यही आपालाई पनि खुवाइदिनु न जुठो त आपा र आमालाई त ए हुन्छ 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 जम्मा त्यति म त 70 80 पुगिसक्यो शुभकामना लु यता आयो करोडको थालमा राखिदिनु न थालमा ए बुझ्छ उ त पल्लो थालमा राखिदिनु यो विशेष दिनमा हो के पैसा दिएको होइन विशेष दिनमा यसो रमाइलो होइन दाइ गीतको के भयो पल्लो थालमा राख्नु टिका टिका पर्दैन दाइ हात धुने होइन के ऊ यो मात्रै यो अलिकति खुवाइदिने अनि अलिअलि यो हातमा अलिअलि यसले छ अलिअलि छ भने यो त पाउनु पर्ने अलिकति ऊ यहाँ दिँदैछ बुन गर्ने यो फेरि बाजे छ थोरै थोरै खुवाइदिनु न थोरै थोरै यो चाहिँ आशीर्वाद हो क्या होइन होइन दाजु ऊ तपाईँको हो कि यो खानु न ए उता उसलाई इमालाई देऊ त्यसो भए सबै छ इमा खाऊ तिमी खाएको छैन नि तिमीले खाऊ उसलाई पनि देऊ न अलिकति दे दे इ केटाकेटीलाई दिइहाल तिमीहरूलाई खाइसक्यो यहाँ बस्छ तिमीहरू ज्ञानी पऱ्यो यसरी एउटै महिनाको एउटै दिनको कोही पनि भेट भइरहेको छैन होइन आज एकदम यस्तो परमेश्वरले तपाईँहरूलाई जोडाएको छ एउटै दिनको एउटै महिनाको बारेर यसरी तपाईँहरूलाई जोडी बनाउनु भएको छ र तपाईँहरूलाई वृद्ध आइदियोस् र जे चिताको कुरोहरू परमेश्वरले पुरा गर्छ र धन्यवाद छ ए आशिष दिन आयौँ ए आशिष माग्नु बुढाबुढी आउनु आशिष दिनु भनेर भन्नुभयो आएर आशिष दिएको छु यो आशिष व्यक्त दिएको छु परमेश्वरले सुनेको होस् तपाईँहरूलाई पुरा गरेको र धन्यवाद छ र यसरी यो जे दिनुभएको छ यो हामीलाई सुनवाई गरेको होस् हामी खानेछौँ तपाईँलाई आशिष परमेश्वरलाई गरिरहनु भ्लग बनाएको हेलो यता चाहिँ हाम्रो खाने कार्यक्रम खाना पस्किँदै हुनुहुन्छ यता भान्जीहरू हुनुहुन्छ यता मान्छेहरू ए लु यता कसैले आएको छ धमाधम धन्यवाद ल अर्को पनि कसैले धन्यवाद लु यहाँ चाहिँ कसैले लु यहाँ नाना भेडाले चाहिँ खाँदा लगाइदिँदै हुनुहुन्छ लु मेन नातिमाको यहाँ भाग खाना उयोलाई खानुपर्छ लु फेरि आउँदैछ भात कस्तो छ
लु कस्तो छ गाइजहरू दामी अझै चाउले बनाउनु भएको कहिले त खानै छैन भात मासु बढेछ लौ थाहा छैन त अरे उफ तपाईँहरूको गिफ्ट आउने है नाना सन्दीप नाना गिफ्ट तपाईँहरूको छोरी जाने गर्नु छोरी जाने गिफ्ट खोल्नु न त अहिले एकचोटि हेरौँ भिडियोमा आशीर्वाद त उठाउनु अलि ठुलो छोरा बोल्नु न आशीर्वाद धेरै पाइयो यत्रो नलनाताहरूले दिनुभयो आशीर्वाद पनि दिनुभयो पैसा पनि दिनुभयो धेरै धेरै धन्यवाद छ साथीहरूलाई इष्टमित्र नलनाताहरूलाई सबैजनालाई लु आजको बर्थडेमा खुसी हुनुहुन्छ नि आपारामा होइन धेरै उब्रेको हो केक ल यो चाहिँ म फ्रिजमा राखिदिन्छु अहिले आउने बाँकीलाई हुन्छ उठ्दा हुन्छ अब अहिले आएको उ गर्छ त्यो राख्नु है आमा आफै म राखिदिन्छु